हेलो दोस्तों, गुड मर्निङ। हेर्नु त हाम्रो यहाँ कति दिनबाट पानी आइरहेको छ। आज एक हप्ता भयो पानी आएको, रुक्नेको नामै लिन्न। त्योभन्दा हिलो हिलो सबैतिर। आज म चुल्हा बनाउन जाँदैछु। यो हो रातो माटो, यो हो सेतो माटो, यो हो परालको धुलो। यो तिनटै चिज मुमा यसरी मिलाएर म आज चुल्हा बनाउँछु। यसै गरेर मिलाएर चुल्हा बनाउँछु आज म। चुल्हाको बेस तलको, अब यसमाथिबाट चुल्हा बनाउने। यसरी माटो लगाई छेउछेउबाट माटो, मुछेको माटो यसरी यहाँ चुल्हा माटो लगाउने। यसरी हो माटो यसरी लगाई चुल्हा बनाउने हो। माछा मुछेको माटो लगेको यसरी चुल्हा बनाउने हो। यत्तिको भएछ चुल्हा। अहिले माटो लगायो, त्यसलाई राम्रोसितले अझै बनाउनु पर्छ। अब बनाउँछु। यत्तिको बनाएँ। अहिले पुरा भएको छैन, अहिले पुरा बनाएको छैन। पुरा बनाउँछु अहिले, बनाएपछि अब देखाउँछु है। मेरो चुल्हा भयो। मेरो चुल्हा। मेरो चुल्हा कम्प्लिट। मेरो चुल्हा भयो। मेरो चुल्हा कम्प्लिट। अब यो सुकेपछि फेरि लिपाइ गर्छु। ओके, बाई। यो पानी पनि कहिले छुटेन भगवान।